कार्यक्रममा प्रमुख भूमिकामा रहिरहनुभएका जिल्ला समन्वय समिति काठमाडौँको प्रमुख सन्तोष थोकीज्यू, आदरणीय नगर प्रमुखज्यूहरू, प्रमुख प्रशासक अधिकारीज्यूहरू, विभिन्न कार्यालयबाट आउनुभएका त्यहाँका प्रमुख तथा अन्य कर्मचारी साथीहरू, यहाँ सबैलाई हार्दिक नमस्कार र जय नेपाल। मैले धेरै यसमा बोलिराख्नुपर्ने कुराहरू छैन। पक्कै पनि तपाईँहरूले सबै प्रेजेन्टेसनहरू हरेक पालिकाबाट र हरेक कार्यालयहरूबाट भएको प्रेजेन्टेसनहरू यहाँले सुन्नुभएको छ। हामी सबै सुन्ने अवसर प्राप्त गरेनौँ। धेरै मैले केही भन्दैन, यो वार्षिक समीक्षा एउटा लेसन लर्नको कुराहरू हो। सीमावलोकन गरेर आफ्ना केही कमजोरीहरू छन्, अरूबाट आएका फिडब्याक, आफैले सिकेका कुराहरूबाट त्यसलाई सुधार गरेर जाने राम्रा असल अभ्यासहरू छन्, त्यो एक आपसमा सेयर गरेर सिकाइको अनुभवलाई साटासाट गर्ने एउटा अवसर पनि हो। र अर्को समग्रतामा हामी सबैको एउटा कोअर्डिनेसन र एउटा चाहिँ मोनिटरिङ गर्ने एउटा इन्स्टिच्युटको रूपमा जिल्ला समन्वय समिति छ। उहाँहरूप्रतिको हाम्रो जवाफदेहिता पनि हो। र त्यहाँबाट के कुराहरू उहाँहरूले हामीलाई चाहिँ गरिरहेका काम कारबाहीको बारेमा चाहिँ फिडब्याक दिनुहुन्छ त्यो गर्छ। अहिले भर्खरै हाम्रो चाहिँ नि मैले एउटा मात्रै प्रेजेन्टेसन सुन्न पाएको घरेलुबाट उहाँले राख्नुभएको कुरा धेरै इन्ट्रेस्ट देखाउँदैन है। स्थानीय पालिकाले यो चाहिँ घरेलुको कार्यक्रमहरू गर्नलाई पनि हामीले चाहिँ प्रस्ताव गर्छौँ, त्यही पनि भन्ने कुराहरू एकातिर उहाँले राख्नु भएको छ। कागेश्वरीले त केही पनि गरेन भन्ने पनि आयो। यो सुन्दा अलिअलि काहीँ न काहीँ समन्वयको अभाव पनि रहेछ भन्ने पनि लाग्छ। यो कुरालाई कसरी बढाउने, यो कुराहरू उहाँहरू केही गर्न खोजिरहेको छ। हामी अब मलाई चाहिँ फेरि यो घरेलुको चाहिँ फेरि यसलाई अन्यथा रूपमा नल्याउँ। अब ट्रेडिसनल वेबाट गएर चाहिँ तपाईँको 21औं शताब्दीका युवाहरूलाई खालि ढकी बुन्नी र यो काठमाडौँ उपत्यका विशेष गरी है सिलाइ बुनाइका तालिम दिन्छु, अरू यो दिन्छु, आउनुहोस् भनेर चाहिँ उहाँले भन्नु कसैले गरे हिजो एकदम के हुन्छ भनेर हामीले ल्याएको कन्सेप्ट, बट नाउ इट्स फेल। मेरो बुवा पनि पहिला चाहिँ यो उसमा काम गर्थ्यो कि महिला मन्त्रालयमा काम गर्नुहुन्थ्यो। उहाँको पालामा पनि ठाउँ ठाउँमा जिल्लामा यस्तै सिलाइ बुनाइ यो गरेको देख्छु। मेरो दिदीहरूले पनि फुपू दिदीले नि त्यही सिलाइ बुनाइको तालिम लिनुभयो, मेरो दिदीले नि त्यही लिनुभयो होइन। मेरो श्रीमती त लिनुहुन्थ्यो, मेरो छोराछोरीले लिएको छैन होइन। त्यो कुरामा काहीँ चेन्ज गर्नु पर्दैन भने घरेलु उद्योग उसले विभागले चाहिँ अहिलेको युवा पुस्ताहरूको चाहना के हो, ट्रेनिङ कहाँ दिने, केलाई दिने, तपाईँले पनि त रिभ्यू गर्नु पऱ्यो नि। यो कुरा हिजो यस्तो गरेको थियो, त्यसैलाई कन्टिन्यू गरेर अस्ति 2 लाख लगाएको थियो, अहिले अलिकति बजार भाउ बढेर 2,50,000 राखौँ, यति भनेर पुगेन। हिजोको आवश्यकता के हो? आज तपाईँलाई म उदाहरण दिएर भन्छु, मैले भन्नको लागि भनिरहेको छैन। तपाईँ अहिले कागेश्वर नगरपालिकामा हेर्न आउनुहोस्, त्यहाँ दैनिक 70 जना युवाहरू हामीले एउटा आइटी इनोभेसन सेन्टर भनेर खोलेका छौँ। अहिलेको विश्व जबको मार्केट के हो? आइटी हो। अबको जब चाहिँ नि तपाईँले अहिले विज्ञहरूसँग यसको जब रिसर्च गरेर विज्ञहरूसँग सोध्नुहोस्, उहाँले भन्नुहुन्छ अब कि आइटीको जब मात्रै मान्छेले चाहिँ संसारभरि त्यसको मात्रै चाहिँ अवसर प्राप्त गर्छन्, होइन भने पनि फेरि कि आइटीकै मात्रै प्राप्त गर्छन् भनेको मतलब अरूको हेल्थमा अलिअलि सम्भावना छ। अहिले रिसर्चले देखाएको कुरा, ट्रेन्डको कुरा गर्दैछु म। विश्व मार्केट एकातिर छ, हामीले गरेको काम एकातिर छ। अब हामीले लाउने जनाइधरी खाने गुन्द्रुक धरी चाइनाबाट आएर पेरिसक्यो बजारले। हामी त्यो उत्पादन गरेर त्यसमा कम्पिट गर्न सकिरहेको छैनौँ। अनि हामी फेरि त्यही तालिम किन दिइरहन्छौँ? मेरो भनाइको कुरा यो। त्यो आइटीको तालिम दिइरहेछौँ, केटाहरूलाई हामीले जब मार्केटमा लानु खोजेको, आइटीको जब मार्केटमा लाने खालको। यो घरेलु मात्रै भयो क्या, घरेलु उद्योग। अब यसको नामै चेन्ज गर्नु पऱ्यो। यो घरेलु उद्योगले अब हामी कम्पिट गर्न सक्दैनौँ। अचारै बनाएको छ, यही चाहिँ सिलाइ बुनाइ नै गरेको छ, ढकी बुनेको छ। यो मान्छेलाई कस्तो भएको छ भने त्यो चाहिँ एकछिन टाइम पास जस्तो मात्रै भएको छ। आउँछ साथीहरू नआउने होइन केही मैले मेरै नगरपालिकामा नि हेर्छु, हामीले गरेर हेऱ्यौँ। पहिला त के हुन्छ नि, एउटा पछि अर्को गरेर 4-5 वटा ट्रेनिङ लिने एउटै मान्छे हुँदो रहेछ। त्यो बिस्तारै हामीले त्यो कुराले सिक्यो। उसले काम गर्नको लागि ट्रेनिङ लिँदैन, उसले के को लागि गर्छ? हाम्रो टाइम पास गर्नको लागि। यस्तो चिजको तालिममा हामीले राज्यको पैसा खर्च गरेर अब हामी कहीँ पनि पुग्दैनौँ। यहाँनिर हामीले रिभ्यू गरौँ। इट्स नट योर फल्ट, यो तपाईँको शाखाको एउटा फल्ट होइन। हाम्रो राष्ट्रिय नीति बनाउने कुरामा हामी जस्ता जनप्रतिनिधिहरूले नीति बनाउने कुरामा सोच्नुपर्ने कुराहरू छ। र तपाईँ जस्तो विज्ञ जो यसमा लामो अनुभव भएको छ, उहाँले पनि दिने सुझावहरू चाहिँ यतातिर हुनु पऱ्यो भन्ने मेरो एउटा सानो अनुभव यो प्रसङ्गमा सेयर गरेँ। र अर्को कुरा चाहिँ जिल्ला यो चाहिँ समन्वय समितिले चाहिँ मोनिटर गर्ने कुराहरूमा उहाँहरूका कन्स्ट्रेन्टहरू सुरुमा त अझै यसको अलिकति प्रतिवादी थियो। म प्रमुखज्यूसँग यसो भनिदिन्थेँ, खोइ प्रमुखज्यू फोन आएन, पहिला यसो मिटिङ सिटिङ भयो फोन गरेर थर्काउनुहुन्थ्यो, खोइ आएको त यहाँ आउने होइन भनेर होइन। अहिले त्यो कुरा छुटिरहेको छ किनभने उहाँको पनि जोस बिस्तारै अलिअलि सेलाक हो कि जस्तो लाग्छ। अब यसको भूमिकाहरू कुम्चिने, यसले गर्नु यसको रिसोर्सको कुराहरू छ होइन, गर्न कति मन लाग्छ, कताबाट गर्ने भन्ने कुराहरू यसको आफ्नै कन्स्ट्रेन्ट छन्। त्यस्तो कुराहरूले पनि हो कि यसलाई अब के राज्यले यो संस्था चाहिँदैन भन्ने कुरामा हाम्रो एउटा राज्य पुग्नु पऱ्यो त्यहाँनिर।
होइन भने यसको जे भूमिका छ त्यसलाई अलिकति कुरामा अब हामी सबै मिलेर यसलाई प्रभावकारी बनाउँ। म त धन्यवाद दिन चाहन्छु काठमाडौँ जिल्ला समन्वय समितिले। मलाई त याद छ धेरै एउटा इनोभेटिभ कार्यक्रमहरू उसले चाहिँ टाइम एन्ड अगेन गरिरहेको छ। आफ्नो रिसोर्सले धान्नेभन्दा बढी कार्यक्रम गरेको मलाई फिल छ। यो बागमती बचाउ अभियानको लागि पनि गत वर्ष उहाँहरूले चाहिँ ऱ्याफ्टिङ वा सुन्दरीजलदेखि तल चोबारसम्म गरेर त्यो एउटा जागरण पैदा गर्ने प्राइमेरीली इट वाज नट हिज ड्युटी है। जिल्ला समन्वय समितिको प्राथमिक जिम्मेवारी होइन यो। त्यहाँ उहाँ बागमती सभ्यता एकीकृत विकास समिति छ, हामी पालिकाहरू छौँ। तर उहाँले के गर्नु जे आफ्नो भूमिका थियो सबलाई कोअर्डिनेसन गर्ने, सबै पालिकाहरूलाई कोअर्डिनेसन गरेर सबलाई सहभागी बनाएर एउटा इभेन्ट गर्नुभएको थियो। तपाईँ यस्तो धेरै चिजहरू कहिलेकाहीँ खेलकुदको गतिविधि उहाँ अलिकति खेलकुद जगतसँग पनि अझ बढी सम्बन्धित भएको रुचि भएको हुनाले पनि त्यस्ता कार्यक्रमहरू गरिराख्नु भएको छ। त्यसको लागि धन्यवाद दिँदै अन्तमा यति भन्न चाहन्छु कि हाम्रा सिकाइहरू फरक फरक छन्, हाम्रा अनुभवहरू फरक फरक छन्, तर त्यो हामी सबैको साझा आवश्यकता। कम्तीमा हामी एउटै भूगोलमा छौँ नि त। काठमाडौँ जिल्लाको काठ क्षेत्र सहरी क्षेत्र यति नै हो। जति गरे पनि तारकेश्वर गए पनि त्यहाँ काठ र सहरी क्षेत्र छ, बुढानीकण्ठ गए पनि त्यही हो, उता नागार्जुन गए पनि त्यही हो, दक्षिणकालीलाई अलिक भन्न गाह्रो छ। अहिलेसम्म ग्रामीण क्षेत्र जस्तै छ, त्यहाँको सबै आवास जनजीवन त्यहाँको सबै परिवेश त्यो छ। तर अरूको चाहिँ मोटामोटी के छ त्यो परिवेशमा चाहिँ हामी काम गरिरहेका छौँ। हाम्रो चाहिँ समान चिजहरू धेरै छन् भन्नु खोजेँ मैले। आवश्यकता हामीले चाहिँ सञ्चालन गर्नुपर्ने कामहरू, हाम्रा कन्स्ट्रेन्टहरू समस्याहरू समान प्रकृतिका धेरै छन्, त्यसलाई अगाडि बढाउनु पर्यो। काठमाडौँको ठुलो समस्या भनेको पहिलो नम्बरको मैले छुट्याउँदाखेरि व्यवस्थित बस्ती विकासै हो। यो काठ क्षेत्रमा अत्यन्त यसलाई चाहिँ अहिले पनि त्यसलाई म्यानेज गर्न सकिनेछ। तर हामीले योजना बनायौँ, सरकारले पनि सोच्यो, स्मार्ट सिटी भन्छ कहिले कहिले कि यो इशान कोड भन्छ, यता कोड भन्छ, अरू पालिकाहरूले गर्न लासेको कुराहरू एकदमै अल्मलिरहेको छ। त्यसले कार्यरूपमा अगाडि जान सकेका छैन। त्यसले हाम्रो विकास खर्चलाई बढाइरहेको छ, अव्यवस्थित सहरीकरणलाई बढाइरहेको छ। त्यतातर्फ अलिकति ध्यान दिने कुरामा हामी लाग्न सक्यौँ। केही सिग्नेचर प्रोग्रामहरू काठमाडौँमा चाहिँ के हो त, काठमाडौँलाई कसरी चिनाउने, हिजोको हिसाबले आर्किटेक्चरल सिटीको रूपमा चिनाउने, राजधानीको रूपमा चिनाउने। तर यो काठ क्षेत्रमा भएको चिजहरूलाई काहीँ सभ्यता छ, काहीँ संस्कृति छ, काहीँ तपाईँको पर्यटन लगायतको क्षेत्रहरूको सम्भावना छ, त्यो कुरालाई कसरी एकीकृत गर्ने भन्ने कुरामा हामीले सोचेर अगाडि जान सक्नु राम्रो हुन्छ। मैले समय यहाँभन्दा बढी नलिकन म जिल्ला समन्वय समितिलाई पुनः एकपटक यो महत्त्वपूर्ण कार्यक्रम संयोजन र व्यवस्थापन सञ्चालनको लागि धन्यवाद दिँदै उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।